हेलो नमस्ते साथीहरु, सबैलाई स्वागत छ हाम्रो भिना युट्युब च्यानलमा। आज हामी के गर्छ भन्ने, आज हामी काइनमाटरबाट थम्बनेल बनाउन सिक्ने है त। काइनमाटरबाट थम्बनेल कसरी बन्छन् सब सेटिङ यहाँ भित्र सिकाउँछु है त। स्क्रिनमा आउँछ मेरो मोबाइलमा, सबै हामी सिक्ने है त। किनभने त्यो पिक्सल लेयरबाट थम्बनेल बनाउँदाखेरि धेरै अप्सनहरु हुने के हामी जस्तो मान्छेले नबुझिने के। त्यही भएर मैले आज काइनमाटरबाट थम्बनेल कसरी बनाउने भनेर तपाईहरुलाई सिकाउनलाई आएको छु है त। कृपया भिडियोलाई स्किप नगरिकन अन्तिमसम्म हेर्दिनु। भिडियो एकदम सानो हुनेछ, जम्मा 2-3 मिनेट जतिको हुन्छन् है। सबभन्दा पहिला मेरो कुरो तपाईहरुसँग बिन्ती छ, मेरो च्यानललाई सब्स्क्राइब गर्नुस्, लाइक गर्नुस् र कमेन्ट पनि गर्नु है त। ल अब हामी सुरु गरौँ है त। ल हेर्नुस्, हाम्रो मोबाइल स्क्रिनमा आइपुगेछ हामी। ल साथीहरु, मोबाइलको स्क्रिनमा आउनुस्। यसरी ग्यालरीमा आइसकेपछि काइनमाटर लोगोमा थिच्नुस् अनि यस्तो इन्टरफेस आउँछ। यस्तो इन्टरफेस आइसकेपछि तपाईले के गर्नुस् भने यहाँ क्रिएटरमा थिच्नुस्। क्रिएटरमा थिचेपछि फेरि एउटा नयाँ सेटिङ खुल्छ। त्यसपछि 9-16 को उसमा थिच्नुस् अनि यहाँ क्यारेक्ट गर्नुस् है। क्यारेक्ट गरिसकेपछि तपाईको यस्तो इन्टरफेस खुलेर आउँछ। अनि यहाँ तपाईको इमेज लिने भन्छ, तर हामी इमेज लिने छौं। एउटा इमेज अडियन्समा थिच्ने। यसरी थिचिसकेपछि तपाईको विभिन्न कलरहरुको आउँछ, इमेज आउँछ। तपाईले कुन मन पर्छ त्यो लिनुहोस्। मलाई अहिलेको लागि यो व्हाइट मन परेछ, व्हाइट लिएँ है। व्हाइट लिइसकेपछि यसो स्क्रिनको छेउमा थिच्नुस्। त्यसपछि फेरि तपाईको यो मिडियामा जानुस्। मिडियममा जानुस्। फेरि अघि जस्तै इमेज एड्रेसमा जानुस्। इमेज एड्रेसमा गइसकेपछि तपाईको फेरि कुन कलर लिन मन लाग्छ त्यो कलर लिनुस्। जस्तै म अहिलेको लागि येलो लिएँ है। यसलाई यसरी थिचिराख्नु, यसरी देब्रेतिर खिस्काउनुस्। फेरि त्यसमा थिच्नुस्, येलो भएको ठाउँमा थिच्नुस्। यसलाई रोटेट गर्नुस्। यसरी ठुलो सानो गर्नु भन्छ। दुईटा औँलाले यसरी थिचेर राखेर ठुलो गर्दा नि भयो, नभए यहाँ तन्काउने छ एउटा, त्यसबाट तन्काइने भयो है। कहाँ राख्न मन लाग्छ आफुले त्यहाँ राख्नु। मलाई यता छेउमा राख्न मन लागेछ, यसलाई छेउमा राखेँ मैले। तपाईको यसो अप्सनहरु धेरै छन्, यहाँ हेर्नुस् कति छन् अप्सनहरु यसमा पनि। झनै पिक्सल ल्याबको जस्तै छ। यसले कलर चेन्ज गर्न पनि म कलर चेन्ज गर्दैछु है त। यो अलिकता मलाई मन परेनन्, त्यही भएर मैले अलि हल्का ब्ल्याकमा लान्छु। फेरि लेयरमा जानुस्। फेरि कलर हेर्दैछु कुन कलर एसेज हुन्छ, म्याच हुन्छ, त्यो कलरमा हाल्न खोज्दैछु म। तपाईहरुले कुन कलर मन पर्छ, कसैले रातो नीलो यस्तोहरु मन पर्छ नि त, त्यो आफ्नो अनुसारले हाल्नु होला कलर। यो हैन कि मैले जे हाले त्यही कलर हाल्नु पर्छ भन्ने। फेरि यहाँ मिडियामा गएर तपाईको फोटो सिलेक्ट गर्नुस्। फोटो पनि तपाईको उसमा हुनुपर्छ, पीएनजी मा हुनुपर्छ।
मैले पहिले PNG बनाएर राखेको छु फोटो हो, त्यही भएर म यहाँ खोज्दै छु कुन फोल्डरमा गएछ त फोटो हेर्दै छु म। ल भेटाइयो। मैले यो नमस्ते गरेको फोटो लिँदै छु म। यसलाई ठुलो सानो गर्न पाइन्छ, यसले पनि कहाँ एसेस मिल्छन् त्यही मिलाउने हो है। सरी साथीहरु, मेरो घाँटी अलि खराब भएर खोकी लागिरहेछ। फोटोलाई यसरी मिलाउनुस्। त्यसपछि छेउमा थिच्नु, फोटो त्यहाँ सेट हुन्छ। पछि सार्नु पर्यो भने सार्न मिल्छ त्यो फोटो। फेरि लेयरमा जानुस्। लेयरमा गइसकेपछि मलाई यहाँ फोटो पछाडिको अलि कलर मन परेन, यसले म एसेस गर्दैछु। अलि युनिक देखियोस् न, त्यही अनुसार म कलर खोज्दैछु म यहाँ है त। यहाँ इमेजहरु पनि छन्, यिनीहरु पनि डाउनलोड गरेर हाल्न पाइन्छ। डाउनलोड नेटै डाउनलोड हुन चले हैन, म यसलाई क्यान्सल गर्छु म, किनभने भिडियो लामो हुन सक्छ। त्यही भएर मैले यसलाई क्यान्सल गर्दैछु। यहाँ इमेज भएकोलाई अब हाल्ने हो। हेर्नुस्, अर्को यहाँ छ, यहाँ अलि रातो भएको यसले मैले हालेँ। यसलाई फेरि अघि जस्तै एसेस गर्न पाइन्छ। रोटेट गर्नुस्। यसरी फोटो भएको ठाउँमा ल्याउनुस्। अब हाम्रो फोटो छोपिएको छ यहाँ। फोटो बाहिर कसरी आउँछ त्यो पनि म सिकाउँछु अहिले। पहिला यसलाई एसेस गर्नु। यो फोटो कसरी बाहिर आउँछ भने यहाँ 3 लाइनमा थिच्नुस्। अनि ब्रेक टु फर्वर्ड भनेर लेखेका छन्, यहाँ थिच्नुस्। अनि फोटो बाहिर आउँछ यसरी। फेरि स्क्रिनको छेउमा थिच्नुस्, सेट हुन्छ। फेरि यसलाई एसेस गर्नुस्। फोटोले मिलाएर राख्नु पाइन्छ। कतिमा राम्रो देखिन्छ त्यो अनुसार गर्नु। फेरि हामी लेयरमा गयौँ। अनि यसपछि हामी टी भएको ठाउँमा थिच्ने है त, किनभने हामीले लेख्नु छ नि त। अब यहाँ के लेख्ने हो भने तपाईहरुले के मन लाग्छ त्यो लेख्नुस्। मलाई अहिले 1 मिनेटमा थम्बनेल कसरी बनाउने भनेर लेख्न मन छ, म त्यो लेख्दै छु म। अनि तपाईहरुले के लेख्न मन लाग्छ त्यो लेख्नुस् है त, किनभने म जे गर्छु त्यही गर्नुपर्छ भनेर मैले त बाटो मात्र देखाइदिइराखेको छु नि तपाईहरुलाई। मैले बाटो देखाउने हो, त्यसपछि तपाईहरुले लेख्नुस् कसरी लेख्ने हो, के लेख्नु पर्छ, के को बारेमा तपाईले भिडियो बनाइराख्नु भएछ। मैले त अहिले काइन्ड मास्टरबाट थम्बनेल कसरी बनाउने भनेर भिडियो बनाएको छु। त्यही भएर 1 मिनेटमा थम्बनेल कसरी बनाउने भनेर लेख्छु म है त साथीहरु। तपाईहरु आफ्नो हिसाबले लेख्नु होला। लेखिसकेपछि यहाँ ओके मा थिच्नु। ओकेमा थिचिसकेपछि यहाँ आइपुगेछ। यसलाई ठुलो सानो नि गर्न पाइयो। यहाँ दुईटा ए भएको ठाउँ देखिराख्नु भएको छ तपाईहरुले, त्यहाँ थिच्नुस्। अनि अन्डु रोडमा जानुस्। यसमा तपाईको कस्तो अक्षर बनाउनु छ, मोटो, पातलो, बाङ्गो, टिङ्गो, त्यो सबै अप्सन दिएका छन्। मैले रोबर्ट बुकमा लानु, मलाई यो मन पर्छ, त्यही भएर मैले यसमा गएँ। यसको नि अब कलर चेन्ज गर्न पाइन्छ साथीहरु। अब यसको कलर कसरी चेन्ज गर्ने, यहाँ तल हेर्नुस्, यहाँ कलर भनेर लेखेको छ, त्यहाँ थिच्नुस्। अनि आफूले कुन मन लाग्छ त्यो कलर लिनुस्। मलाई ब्लू मन पर्यो त मैले ब्लू लिएँ।
यसले एसेस गर्दैछु कहाँनिर राम्रो देखिन्छ। त्यही अनुसार म गर्दैछु, तपाईहरु पनि त्यही अनुसार राख्नु होला। फेरि लेयरमा जानु, फेरि मिडियममा जानु। अब यहाँबाट हामी एउटा लोगो लिन्छौँ काइन्ड मास्टरको, यो पनि PNG मा हुनुपर्छ। यो तपाईँको यो निलो भएको काइन्ड मास्टर प्ले स्टोरमा पाइँदैन नि। यो लिनलाई तपाईँको क्रोम ब्राउजरमा जानुपर्छ। यसको बारेमा म भिडियो बनाएर हाल्दिउँला, किनभने यो ब्लू काइन्ड मास्टरले गर्दाखेरि तपाईको भिडियो बनाउँदाखेरि त्यसको लोगो आउँदैन, काइन्ड मास्टरको लोगो देखिँदैन। अब हामीले अर्को लोगो खोज्दैछौँ। एकछिन यहाँ कालो राख्नु, साइज ठुलो बनाउनुस्। बनाइसकेपछि एसेस गर्न नमिल्यो भने तपाईको यहाँ क्रोपिङको अप्सन आउँछ। माथि यसरी सार्दै गर्नु, यहाँ क्रोपिङ भनेर आउँछ। अहिले क्रोप गर्न पाइन्छ, तपाईहरुले कति साइजमा चाहिन्छ त्यो साइज राख्नु पाइन्छ साथी हो। मैले यतिको साइजमा राखेँ है। अब यसलाई म मिलाउँछु, म यहाँ कतिमा सेट हुन्छ भनेर सेट गर्छु म। तलतिर ल्याएँ मैले, तलमा बिचमा राखौँ कि तलतिर, तलै राम्रो हुन्छ होला। बिचमा अलि नमिल्ला जस्तो लाग्यो साथी। ल यसलाई म तलै छाड्दिएँ है त। तपाईहरुले कहाँ मन लाग्छ त्यहाँ राख्नु। कलर पनि यही कालै राख्नुपर्छ भन्ने छैन। यसपछि फेरि लेयरमा आउनुहोस्, यहाँ टी भएको ठाउँमा थिच्नुहोस्, किनभने फेरि लेख्नु चाहन्दै। अब यहाँ के लेख्ने भने यहाँ मैले अब थमेल भनेर लेख्छु है त, किनभने हामी थमेल बनाउनलाई सिकिरहेछ नि त। सरी थम्बनेल BNE थम्बनेल, सरी टाइप पनि छिटै एकतिर जाँदो रहेछ साथी। थम्बनेल भनेर लेख्ने है त। यसलाई नि सेट गर्नुस्, मैले यहाँ सेट गरेँ है त। तपाईहरुले आफ्नो हिसाबमा गरेर सेट गर्नुस् हैन। सेट गरिसकेपछि यहाँ यसरी ल्याइसकेपछि स्क्रिनको छेउमा थिच्नुस्, यो त्यहीँ बस्छ। अब यसमा हामी एउटा लोगो हाल्छौँ। लोगो खोज्दैछौँ, त्यो युट्युबको लोगो हो, किनभने हामी युट्युबमा को लागि बनाउन लाग्यो हो नि त। त्यही भएर युट्युबको लागि थम्बनेल बनाउनु, त्यही भएर युट्युबको लोगो यहाँ हाल्नुपर्छ, अलि राम्रो देखिन्छ र मान्छेले थाहा पनि हुन्छ यो के को लागि हो भनेर। यसरी एसेस गर्नुस्, ठुलो सानो गरेर कहाँ मिल्छन् तपाईँ आफ्नो हिसाबले मिलाउनु होला। मैले यहाँ राख्नु मन लाग्यो। फेरि अर्को लोगो एउटा खोज्दैछु, त्यो पनि युट्युबकै हो, जुनमा सब्स्क्राइब भनेर लेखेको छ नि, आइपुगेछ नि हेर्नुस्। यो सब लोगोहरु PNG बाट डाउनलोड गर्नुपर्छ गुगलमा गएर। यदि तपाईले आउँदैन भने म यसको बारेमा पनि एउटा भिडियो बनाएर तपाईहरुलाई दिनेछु, चिन्ता नगर्नुस् साथी हो। यसरी एसेस गर्नुस्, यहाँ हेर्नु अप्सनहरु कति छन् यसको पनि।
यसरी एसेस गरिसकेपछि अब हेर्नुस् लगभग हाम्रो थम्बनेल 90% जति तयार भइसकेको छ। अनि अझ मिलेन अलिकति सानो बनाउँछु म। अब अलि राम्रो देखिन थालेछ नि यो ठुलो बनाउनु अलि सानो बनाउनु पर्यो, अलि ठुलो भएछ र यसको साइजमा ठिक्क ल्याएर राख्नु पर्यो। ल यति भइसकेपछि लगभग हाम्रो थम्बनेल तयार भयो है त साथी। अब यसलाई सेभ कसरी गर्ने भनेर सोच्दै हुनुहुन्छ भने म यसलाई सेभ गर्ने तरिका पनि सिकाउँ। अब सेभ कसरी हुन्छन् भन्ने कुरा म तपाईहरुलाई सिकाउँदैछु है त साथीहरु। यहाँ हामीले गरेको सेट गरेकोमा जुन एउटा उसमा पनि यसरी थिच्नुस् अनि यता देब्रेतिर हेर्नुस्, यहाँ क्यामेरा जस्तो छ फ्रेम, यो सेटिङ भन्दा माथिको उसमा थिच्नुस् अनि यहाँ अप्सनहरु धेरै आउँछन्, त्यहाँ हेर्नुस् क्याप्चर सेप भनेर आउँछन्, त्यहाँ थिच्नुस् सेभ हुन्छ आफै। अनि सेभ भइसकेपछि हाम्रो थम्बनेल अब रेडी भयो। अब हामी के गर्ने त ग्यालरीमा गएर चेक गर्ने यसलाई कतिको एचडी मा बनेछ भनेर। ल हामी ग्यालरीमा गयौं, ग्यालरी खोज्दै छौं, स्क्रल गरौँ ग्यालरी आइपुग्यो। यसरी ग्यालरीमा थिच्नुस्, ग्यालरी ओपन हुन्छ। अघि हामीले बनाएको थम्बनेल यहाँ आइपुगिसक्यो हेर्नुस्। अहिले यसरी थिच्नु ट्याक्क एकचोटी अनि यसरी तन्काएर हेर्नुस् कतिको क्वालिटी भनेछ, कतिको एचडी मा भएछ, च्यातिया छ कि छैन जुम गर्दाखेरि। किनभने जति एचडी मा बनाउनुहुन्छ त्यति राम्रो हुने हो, यो त्यति नै मान्छेलाई युनिक लाग्ने हो यो। त्यही भएर यति गरिसकेपछि हाम्रो थम्बनेल तयार भयो है साथीहरु।